हेलो गाइस नमस्ते वेलकम टु माई सेकेन्ड क्युएनए भिडियो। आज चाहिँ मैले क्युएनए भिडियो बनाइन भने हजुरले मलाई मेसेज गरेर मेसेजबाटै मलाई मार्नुहुन्छ होला। क्वेसन सोध्नु भनेर त भन्नुभयो, हामीले क्वेसन सोध्यौँ, त्यसको एन्सर चाहिँ खोइ कहिले दिनुहुन्छ भनेर चाहिँ आइथ्यो र त्यसैले यता म बसिसकेकी छु हजुरहरूका क्वेसनका एन्सर गर्न भनेर। बस्न त बसेकी छु तर कतिकै बाहिरभित्र गर्नुपर्छ थाहा छैन, किनभने सब्जी बसाएर आइरहेको छु नि त, र नानीलाई पनि लिन जाने बेला हुँदैछ, छन त टाइम, र पनि त्योभन्दा अगाडि चाहिँ भिडियो बनाइहाल्छु क्युएनए भिडियो भनेर चाहिँ म यता बसिसकेकी छु गाइस। र देरी नगरिकन आजको फर्स्ट कमेन्ट पढ्न जाँदैछु। शान्ता राईले भन्नुभएको रहेछ, नाइस दि, म हजुरसित नयाँ जोडिएकी हो दि, मेरो एउटा क्वेसन छ, तपाईँको लभ म्यारेज भएको हो कि एरेन्ज भनेर भन्नुभएको रहेछ। र शान्ता राईलाई वेलकम छ मेरो फेसबुक पेजमा, भर्खरै जोडिनु भएको रहेछ। र हजुरको क्वेसन चाहिँ रहेछ लभ म्यारेज भएको हो कि एरेन्ज भनेर भन्नुभएको रहेछ। हाम्रो चाहिँ लभ पनि लभ प्लस एरेन्ज दुइटै भएको। फर्स्ट चाहिँ लभ, त्यसपछि घरमा सबैजनालाई भनेको बादमा अनि हाम्रो बिहा भएको, त्यही लागि हाम्रो चाहिँ लभ एरेन्ज दुइटै हो। र नेक्स्ट क्वेसन छ सुनिता बुढाथोकीले भन्नुभएको रहेछ, दिदी हुनुहुन्छ, म चाहिँ उहाँलाई चिन्छु अब राम्रोसँगले। बुढाथोकी छेत्रीले भन्नुभएको रहेछ, ओके हुन्छ बहिनी, मेरो क्वेसन छ कि मणिपुर कहिले आउनुहुन्छ भनेर भन्नुभएको रहेछ। छिट्टै दिदी छिट्टै, मणिपुर त आइने हो, एक बार न एक बार त जहिले भए पनि। र अनि हुमा देवीले भन्नुभएको छ, दिदी हजुरको त्यो मङ्गलसूत्र कति पर्यो भन्नुहोस् न भनेर भन्नुभएको छ। अच्छा, यो वाला मङ्गलसूत्रलाई भन्नुभएको होला सायद। यो चाहिँ कति पर्यो भन्दाखेरि अब एक्ज्याक्ट दाम चाहिँ कति पर्यो मैले पनि बिर्सेँ। हुन चाहिँ यो 10 आना छ, अब 10 आना अनि अहिलेको अब सुनको भाउको हिसाबले तपाईँ आफै जोड्नुहोस् न त ल, कति के रहेछ भन्ने कुरा चाहिँ। अर्को क्वेसन छ गङ्गा प्रधान, ब्लगिङ कहिलेबाट सुरु गर्नुभएको दिदी भनेर भन्नुभएको छ। मैले ब्लगिङ गरेको 3 साल जस्तो भयो। हुन त युट्युबमा चाहिँ पहिलेदेखिबाटै सुरु गरेको, फेसबुकमा चाहिँ 3 साल भयो, युट्युबमा 4 साल भयो होला सायद। ममता देवी, हजुरको घरमा चाहिँ को हुनुहुन्छ अनि तपाईँको लभ म्यारेज भएको हो कि एरेन्ज म्यारेज भएको भन्नुभएको रहेछ। मेरो घरमा चाहिँ फिलहाल अहिले मम्मी बाबा हुनुहुन्छ, मेरो सासू ससुरा अनि मेरो छोरी, हस्बेन्ड चाहिँ बाहिरै हुनुहुन्छ र हाम्रो घरमा त्यतिजनै छौँ हामी चाहिँ। र अर्को क्वेसन, लभ म्यारेज भएको हो कि एरेन्ज भन्नुभएको रहेछ। मैले भनिहालेँ हाम्रो चाहिँ लभ एरेन्ज दुइटै भएको हो। कञ्जना शर्मा, सदिया हो बुनुको घर, मलाई त्यस्तै त्यस्तै लाग्यो अनि म पनि टेस्के ढोला हाकाटीबाट भन्नुभएको रहेछ। नमस्ते दिदी, हजुर म सदियाबाट हो, हजुर धौला हाकाटी यहीँ हुनुहुँदो रहेछ, कुनै दिन गयो भने पक्कै पनि भेट हुनेछ हजुरसँग पनि। जुना शर्मा, हजुरको छोरी कति ज्ञानी छिन्, कसरी यति ज्ञानी बनाउनु भयो दिदी, हामीलाई पनि भन्नु न भन्नुभएको रहेछ। ज्ञानी बनाउनु भयो भन्दा त्यो मैले बनाउँदा बनिने त्यस्तो त होइन। हुन त केटाकेटीले, म पहिल्यैदेखिबाट भन्छु, केटाकेटीले देखेर सिक्ने हुन् के, जबरजस्ती मैले ज्ञानी बनाउँछु, एकदम ज्ञानी बनाउँछु भन्न चाहिँ सकिँदैन। केटाकेटीको अगाडि हामीले राम्रो व्यवहार गऱ्यौँ, राम्रो अब उसको अगाडि देखेरै सिक्ने हुन् क्या नानीहरूले, र हामी ठुलो मान्छेले जस्तो गर्छौँ त्यही अनुसारको नानीहरूले पनि गर्नेछन्। र त्यही होला, हजुरहरूले अब ज्ञानी भन्नुहुन्छ, खोइ अब त्यति पनि छैन छन त, अब उत्पात त छ र पनि अब। र नेक्स्ट क्वेसन, म चाहिँ सब्जी चलाएर आएँ गाइस। र नेक्स्ट क्वेसन छ, दिदी तपाईँ फेरि कहिले नक्सलबारी आउनुहुन्छ न के भन्नुभएको छ, छिटो नक्सलबारी आउनुहुन्छ भनेर भन्नुभएको होला सायद। र शिवान्शीको भाइ कहिले आउँछ, हजुरको भिडियो हेरेर साह्रै राम्रो लाग्छ अनि कहिले पनि दिल्ली आउनुभयो भने भन्नु है प्लिज भन्नुभएको रहेछ। नक्सलबारी भन्दाखेरि चाहिँ अब मेरो दिदीको घर नक्सलबारीमै छ त, आना जाना चलिरहेको छ, गइन्छ पक्कै पनि। र अर्को भन्नुभएको छ, शिवान्शीको भाइ कहिले आउँछ भनेर भन्नुभएको रहेछ। अब शिवान्शीको भाइ वा बहिनी कहिले आउँछ आउँदैन त्यो त अब थाहा भएन होइन, अब जहिले आउनुहुन्छ तब हजुरले थाहा पाइहाल्नुहुन्छ। र त्यो पनि अब हामीले भनेर हुने होइन। हजुरको भिडियो हेर्न साह्रै राम्रो लाग्छ भनेर भन्नुभएको छ, धन्यवाद। अनि तपाईँ कहिले पनि दिल्ली आउनुभयो भने भन्नु ल है भनेर भन्नुभएको रहेछ। हजुर दिल्ली गयो भने पक्कै पनि हजुरलाई भन्नेछु र हजुरलाई धन्यवाद। र कुशल इसिता शर्मा, तपाईँ र निलम दिदी अस्ति सिलगढी आउँदा पानी ट्याङ्कीबाट मङ्गलसूत्र किन्नुभएको थियो र त्यो गिफ्ट पाएको भन्नुभएको थियो, कसले गिफ्ट दिएको हो भनेर भन्नुभएको रहेछ। हजुर यो क्वेसन चाहिँ मलाई धेरै आइरहेको थियो त्यतिखेर पनि। र यही मङ्गलसूत्रको कुरा गर्नुभएको हो, यो चाहिँ हामीले त्यो पानी ट्याङ्कीमा लिएको हो नि त। र यो मङ्गलसूत्रको कुरा गर्नुभएको हो, यो चाहिँ धेरैजनाले सोध्नुभएको के सस्पेन्स राखिराख्नु नि, यो चाहिँ हाम्रो आमाले दिनुभएको हो, दिदीलाई र मलाई लगाउनु भनेर दुईजनालाई नै यो दिनुभएको थियो र हामीले चाहिँ पैसा दिनुभएको थियो, हामीले चाहिँ अनि यही लगाउने भनेर अनि सुन जोडिराखेको हो।
मनिषा शर्मा दिदी तपाईँले चुलमा के सेम्पू लाउनुहुन्छ अनि तपाईँ यति राम्रीको राज के हो अनि नानीलाई धेरै धेरै माया लभ यु सो मच पुतली पुच्ची भन्नुभएको रहेछ धन्यवाद। अनि हजुरले चुलमा सोध्नुभएको रहेछ चुलमा के सेम्पू लाउनुहुन्छ भनेर चाहिँ म चाहिँ चुलमा लाउँछु ट्रेस्मीको सेम्पू पहिल्यैदेखिबाट मैले चाहिँ बिहाउनुभन्दा अगाडिदेखिबाटै ट्रेस्मीको सेम्पू युज गरेको अहिलेसम्म ट्रेस्मी नै युज गरिरहेको छु आज पनि मैले ट्रेस्मी नै लगाएँ ट्रेस्मीकै सेम्पू कन्डिसनर लगाउँछु। अनि तपाईँ राम्री हुनुको राज के हो भन्नुभएको छ त्यो त तपाईँको हेर्ने नजर हो क्या हजुरले मलाई राम्री देख्नुको कारण हजुरको हेर्ने नजर हजुर राम्री भएर मलाई पनि राम्री देख्नुभएको र छोरीलाई धेरै माया भन्नुभएको रहेछ हजुरलाई पनि धेरै माया र धन्यवाद। अनिसा छेत्री दि तपाईँको म ठुलो बिग फ्यान हो तपाईँको भिडियो धेरै राम्रो लाग्छ तपाईँको बारेमा बयान नै गर्न सक्दिनँ तपाईँ धेरै नै राम्री हुनुहुन्छ झन् शिवांशी त अप्सराकी छोरी अप्सरा हो नि दिदी तपाईँलाई धेरै माया र सम्झना भन्नुभएको छ वाह कति राम्रो कमेन्ट एकदमै खुसी लाग्यो हजुरको यो कमेन्ट पढेर हजुरलाई धेरैभन्दा धेरै धन्यवाद यति राम्रो कमेन्ट गरिदिनु भएको छ थ्याङ्क यू। र कल्पना प्रकाश कार्की तपाईँको घर कहाँ हो दिदी अनि तपाईँको भिडियो साह्रै राम्रो लाग्छ तपाईँसँग एकखेप भए पनि भेट्ने सपना छ भनेर भन्नुभएको रहेछ र हजुर मेरो घर सोध्नुभएको रहेछ मेरो घर चाहिँ हो गोरमुडा सदिया गोरमुडामा हो र एकखेप भए पनि भेट्ने सपना छ भनेर भन्नुभएको छ हजुर पक्कै पनि भेट हुनेछ एक दिन न एक दिन त जहाँ भए पनि है। र श्रद्धा एन छेत्री के तपाईँलाई हस्बेन्डसँग जान मन लाग्दैन कि लिएर जान अप्ठ्यारो भएको र दादाले लिएर नजानु भएको म जान्दछु हरेक फौजी वाइफको हस्बेन्डसँग जाने धेरै मन हुन्छ सो मैले सोधेकोमा पनि जान्दछु यो पीडा सो भनेर भन्नुभएको रहेछ हस्बेन्डसँग जान मन लाग्दैन भनेर अब तपाईँ भन्नु कुन चाहिँ वाइफलाई आफ्नो हस्बेन्डसँग जान मन लाग्दैन होला आफ्नो हस्बेन्डसँग बस्न मन लाग्दैन होला सबैलाई नै लाग्छ सधैँभरि हस्बेन्ड मेरो पास बसोस् बा म उसँग बस्न पाऊँ भन्ने जस्तो खालको चाहिँ सबैलाई नै हुन्छ मलाई पनि हुन्छ तर अब आफूले भने जस्तो र सोचे जस्तो पनि हुँदैन नि त होइन अब हरेक जग्गामा जान पनि मिल्दैन फेरि भयो म भए मेरो यो घरकी एक्लै बुहारी र अब मम्मी बाबालाई छोडेर म जान मिल्दैन होइन पहिले म बसेँ त्यतिखेर घरमा नन्द हुनुहुन्थ्यो नन्दलाई छोडेर मम्मी बाबालाई छोडेर त्यतिखेर गएँ र अब चाहिँ अब त्यही जान त किन मन लाग्दैन र त्यही हो। रियाना देवी हजुरको कति वर्षमा बिहा भएको हो तनुश्री दिदीसँग के रिलेसन छ भनेर भन्नुभएको रहेछ मेरो बिहा चाहिँ 23 वर्षको उमेरमा भएको 23 होला सायद न 22 वर्षकी थियो होला त्यतिखेर भएको र तनुश्री दिदीसँग के रिलेसन छ भन्दाखेरि बहिनीको रिलेसन छ तनुश्री चाहिँ मेरो एकदमै मिल्ने साथी पनि र मेरो प्यारी बहिनी पनि हुन् र त्यही हो हाम्रो रिलेसन चाहिँ। अर्को क्वेसन छ ऋतुपर्णा लामिछाने दिदी हजुरको फेसमा के युज गर्नुहुन्छ भनेर भन्नुभएको रहेछ म फेसमा युज गर्ने भनेको चाहिँ मेरो क्रिमहरू चाहिँ चेन्ज भइरहेको छ क्या कहिले म सबै थोक ट्राई गर्न मन लाग्छ कि कुन चाहिँले मलाई सुट गर्छ कुन चाहिँ मेरो लागि बेस्ट हो जस्तो लाग्छ र म सबै थोक ट्राई गरिरहेको छु अहिले फिलहाल चाहिँ म डट एन्ड कीको मोइस्चराइजर अनि सनस्क्रिन युज गर्दैछु। र नेक्स्ट क्वेसन तपाईँको लभ स्टोरी सुनाउनु दिदी अनि अस्ति के को टेस्ट गर्नुभएको थियो के बिमार भएको के बिमार छ क्या दि भनेर भन्नुभएको रहेछ लभ स्टोरी सुनाउनु भन्दा अब लभ स्टोरी सुनाउनु भन्दाखेरि चाहिँ अब धेरै लामो हुन्छ नि त अब अहिले यहाँ सुनाउनुको लागि बिनाजु पनि साथमा चाहियो अहिले हुनुहुन्न र हजुरहरूलाई त्यस्तो सुन्न छ धेरैवटा त्यस्तो खालको पनि भएको थियो लभ स्टोरी भन्नु भनेर अगर हजुरहरूलाई जान्न मन छ भने चाहिँ मैले यसको भिडियो पनि पहिले बनाएको थिएँ हाम्रो लभ स्टोरीको भिडियो पनि बनाएको छु फेसबुकमा पनि छ र युट्युबमा पनि छ अगर हजुरहरूले भेट्नुभएको छैन भने चाहिँ म कमेन्टमा लिङ्क दिन्छु गएर हेर्न सक्नुहुनेछ र अस्ति के बिमार के को टेस्ट गर्नुभएको थियो भनेर भन्नुभएको छ अस्ति चाहिँ मैले टेस्ट गरेकी थिएँ थाइरोइड सुगरको टेस्ट गरेकी थिएँ त्यही थियो बिमार त त्यस्तो केही छैन र त्यही मैले टेस्ट गरेकी थिएँ। नम्रता मगर हजुरको एज कति भयो सिस भनेर भन्नुभएको रहेछ मेरो एज चाहिँ भयो 27 भयो होला सायद म नि त 27 नै भयो होला हजुर। र श्रुति काश्यप हजुरको इन्कम कति हो प्लिज भन्नु अगर तपाईँले मेरो कमेन्ट इग्नोर गर्नुभयो भने म सोच्छु चाहिँ हजुरले आफ्नो फ्यान्सलाई मन पराउनुहुन्न भनेर ला त्यस्तो नभन्नु न म इग्नोर गर्ने थिएँ भने हजुरको कमेन्ट पढ्ने थिएँ होला मैले सबैको कमेन्ट लिएको छु सबैको जति सक्छु अब जसले मलाई माया गर्नुहुन्छ तपाईँलाई धेरै माया त्यस्तो त अब तपाईँले मलाई भनिराख्नुहुन्छ मैले क्वेसन चाहिँ जसको छ सबैको मैले लिने कोसिस गरिरहेको छु र पनि धेरैजना छुट्नु भएको छ होला र म फ्यान्सलाई धेरै माया गर्छु म फ्यान्स भनेर कहिले सोच्दिनँ मेरो फ्यामिली हो भनेर सोच्छु र म धेरै माया गर्छु त्यस्तो नभन्नु
र हजुरको क्वेसन चाहिँ छ हजुरको इन्कम कति हो? र हजुरले सोध्नुभएको छ मेरो इन्कम भन्दाखेरि अब इन्कम मेरो खासै त्यस्तो छैन। र अब इन्कम भन्न पनि मिल्दैन होइन कति के छ भन्ने कुरा। अब डाइरेक्ट यति छ भनेर भन्न चाहिँ मिल्दैन। कहिले कति हुन्छ, कहिले कति हुन्छ थाहै हुँदैन नि त हामीलाई पनि। कहिले राम्रो पनि हुन्छ, कहिले कम्ती पनि हुन्छ, त्यस्तो हुन्छ नि त। यति भनेर चाहिँ म एक्ज्याक्ट भन्न सक्दिनँ। र पनि ठिकठाकै हुन्छ मलाई, मेरो छोरीलाई र घरमा अलिअलि म हेल्प पनि गर्न सक्छु। त्यति चाहिँ चलिरहेको छ अब आफूलाई हात खर्च चाहिँ निस्किन्छ। सन्ध्या के छेत्री तपाईँको भिडियो हेरेर तपाईँको बोली सुनेर धेरै राम्रो लाग्छ। तपाईँको भिडियोज हेरेर अहिले नि भेट्न पाए हुन्थ्यो जस्तो लाग्छ दि, तर के गर्नु आफूले सोचे जस्तो हुँदैन। तर लाइफमा एकचोटि चाहिँ तपाईँसँग भेट होस् मेरो भनेर आशा राखेकी छु। र दिदी तपाईँलाई नराम्रो लाग्दैन भनी मेसेजको रिप्लाई दिनु ल भनेर भन्नुभएको रहेछ। हजुर मलाई के को नराम्रो लाग्नु भन्नु त। हजुरहरूले मलाई जतिखेर पनि मेसेज गर्नु न, म रिप्लाई गर्ने कोसिस गर्छु। अगर मैले मेसेज हेरेँ, अगर सिन गरेँ भने चाहिँ मैले सबैलाई रिप्लाई गर्ने कोसिस गरिरहेकी हुन्छु। र हजुरले यति धेरै राम्रो मेसेज गर्नुभएको रहेछ, कमेन्ट गर्नुभएको रहेछ, त्यसको लागि चाहिँ धन्यवाद। र एक दिन न एक दिन पक्कै पनि भेट हुनेछ। र नेक्स्ट क्वेसन नन्दिनी सुनार, तपाईँहरूको लभ स्टोरीको बारेमा भन्नु न दिदी भनेर भन्नुभएको रहेछ। लभ स्टोरीको बारेमा चाहिँ मैले पहिल्यै भनिसकेकी छु र म कमेन्टमा लिङ्क दिन्छु, हजुरहरूले गएर हेर्न सक्नुहुनेछ। श्रद्धा शर्मा दि हजुरको एडुकेसन कति हो र ब्लगिङ गर्न कोसँगबाट इन्सपायर हुनुभएको भनेर भन्नुभएको रहेछ। मेरो पढाइ चाहिँ हो, मैले बिए कम्प्लिट गरेँ, त्यसपछि मैले 2 साल डिएलएडहरू पनि गरेँ र मेरो एडुकेसन चाहिँ त्यति नै हो। र ब्लगिङ गर्न कोबाट इन्सपायर हुनुभयो भन्नुभएको रहेछ। इन्सपायर भन्दा म आफैबाट, मलाई आफै गर्न पनि मन लाग्थ्यो र मेरो हस्बेन्ड अनि मेरो आमाले पनि धेरै फोर्स गर्ने कि ब्लगहरू बना न भनेर भन्नुहुन्थ्यो। आमाहरूले चाहिँ अब मेरो हस्बेन्डहरूले अब मेरो आमाले अब हेरिराख्नुहुन्थ्यो नि त, अरूको हेर्दाखेरि यसरी बना न भनेर भन्ने कि। अनि हस्बेन्डले पनि अरूको भिडियो हेरेर बस्नुभन्दा आफूले बनाउनु नि भनेर भन्नुहुन्थ्यो नि त। त्यही भएर त्यही हो, आफै अब विद्या देवी दि मलाई हजुरसँग र बाबुसँग धेरै भेट्न मन छ। तेजपुर आउनु दिदी प्लिज, बहुत भेट्न मन छ। लट्स अफ लभ भनेर भन्नुभएको रहेछ। हजुर पक्कै पनि आउनेछु। तेजपुर त मेरो ड्रिम प्लेस भन्दा पनि हुन्छ कि। मैले धेरैवटा भिडियोमा भनिसकेकी छु तेजपुर जान मन छ वा आउँछु भनेर भन्छु, तर कहिले जुरेको छैन। एक दिन न एक दिन त पक्कै पनि जुर्नेछ तेजपुर जान पनि है। र तपाईँ नन्दिनी सुनार, तपाईँहरूको लभ स्टोरीको बारेमा भन्नु न दिदी भन्नुभएको रहेछ। म कमेन्टमा लिङ्क दिन्छु, हजुरहरूले गएर हेर्न सक्नुहुनेछ। मैले पहिल्यै भनिसकेकी छु। काजल बुढाथोकी, तपाईँलाई भिडियो बनाउँदा भिनाजुले कति र फ्यामिलीको कति सपोर्ट थियो भन्नु होला ल दिदी भन्नुभएको रहेछ। धेरै सपोर्ट छ। मैले पहिले अलिक अगाडि पनि भने, मेरो हस्बेन्डले नि मलाई फोर्स गर्नुभएको हो भिडियो बनाउन भनेर चाहिँ। अरूको भिडियो हेरेर बस्नुभन्दा यसै के गरेर बस्छस् होइन, भिडियोहरू बना भनेर भन्नुहुन्थ्यो। हस्बेन्डको चाहिँ धेरै सपोर्ट थियो त्यतिखेर पनि र अहिले पनि छ। र फ्यामिलीको पनि धेरै सपोर्ट छ। त्यो त हजुरहरूले पनि मेरो ब्लगहरूमा देखिराख्नुहुन्छ। र सपोर्ट छ र त आज मैले भिडियोहरू पनि कन्टिन्यू गरिरहेकी छु। नेक्स्ट क्वेसन छ लक्ष्मी शर्माको। हाई नमस्ते, तपाईँको बोली एकदम मिठो छ। अनि तपाईँ फेसबुकमा भिडियो बनाउन कहिलेबाट थाल्नुभएको? तपाईँले भिडियो बनाउँदा आफन्तहरूको लाइक कमेन्ट आउँछ कि आउँदैन? हाम्रो त आफ्नो र छिमेकी मान्छे लाइक कमेन्ट गर्दैन नि त। भिडियो बनाउँदा पनि कुरा गरिरहेका हुन्छन् के तपाईँको पनि त्यस्तै हुन्थ्यो पहिला भन्नुहुँदै? पहिला होइन, अहिले पनि त्यस्तै छ। तपाईँ याद गर्नु छ कि गर्नुहुन्न, आफन्तहरूलाई नि जेलस हुन्छ कि तपाईँ अगाडि बढेको। अरूभन्दा पनि, बाहिरको मान्छेभन्दा पनि आफ्नो मान्छे जल्छन्। त्यो कुरा विचार गर्नु होला। त्यो तपाईँलाई मात्रै होइन, हाम्रो पनि त्यही हो। मेरो पनि तपाईँले भिडियोमा देख्नुभयो भने आफ्नो पुरै कम्ती हुन्छन्। त्यहाँ कमेन्ट गर्न उनीहरूलाई लाग्छ कि कमेन्ट गरिदिँदा यो अझै अगाडि बढेर जान्छ कि, लाइक गरिदिँदा अझै अगाडि बढ्छ कि भन्ने जस्तो खालको सोच हुन्छ क्या आफन्त कतिपयको चाहिँ, सबैको भनिनँ। र मेरो अझै पनि त्यस्तै छ। अझै पनि मेरा कति आफन्तहरू मबाट जल्छन्। म चाहिँ डाइरेक्ट भनिदिन्छु, मबाट जल्छन्। र उहाँहरूलाई लाग्छ कि उहाँहरूको एउटा कमेन्टले वा एउटा लाइकले म धेरै अगाडि बढ्छु र त्यही भएर उहाँहरूले मलाई गर्नुहुन्न। त्यो त तपाईँको मात्रै होइन, मेरो पनि हो। पहिला होइन, अहिले पनि त्यस्तै नै छ। र त्यस्तै हो, सबै भनिनँ, सबै आफन्त भनिनँ। कतिपयले त पहिल्यैदेखिबाट साथ दिनुभएको, अहिलेसम्म साथ दिइराख्नु भएको छ र ती चाहिँ हुन् आफन्त। तपाईँले अगर केही उन्नति गरेको देख्दा, अलिकति अगाडि बढेको देख्दा कोही जल्छ वा तपाईँसँग जल्छ त्यो कहिले आफन्त हुन सक्दैन त्यो चाहिँ।
प्रीति बुढाथोकी तपाईँको लभ स्टोरी भन्नुभएको छ। लभ स्टोरी चाहिँ धेरैजनालाई सुन्न मन छ। म कमेन्टमा लिङ्क दिन्छु, हजुरहरूले गएर सुन्नुहोला। अनु शर्मा दी, तपाईँलाई र निलम दिदीलाई मङ्गलसूत्र कसले गिफ्ट गर्नुभएको थियो भनेर भन्नुभएको रहेछ। यो मङ्गलसूत्र चाहिँ हामी प्यारी आमाले दिनुभएको थियो हामीलाई। दीपिका छेत्री पनि तपाईँको भिडियो साह्रै मनपर्छ, नानी त झनै क्युट छिन्, तपाईँको म बिग फ्यान हो। र क्वेसन र अरू क्वेसन, तपाईँको लभ म्यारिज भएको हो भनेर भन्नुभएको रहेछ। हजुर, मेरो लभ म्यारिज हो, लभ पनि हो, एरेन्ज पनि म्यारिज भएको हो। पुष्पलता सुवेदी, तपाईँको भिडियो साह्रै राम्रो लाग्छ, अझै अघि बढ्दै जानु, हाम्रो निकासीतिर पनि आउनु भन्नुभएको छ। थ्याङ्क यू सो मच। आउनेछु पक्कै निकासी पनि कुनै दिन त। तनु बराल्दी, तपाईँको फर्स्ट भिडियो के थियो अनि तपाईँले फर्स्ट भिडियो बनाउँदा के सोचेर स्टार्ट गर्नुभएको थियो? लभ यु दी भनेर भन्नुभएको रहेछ। मेरो फर्स्ट भिडियो चाहिँ के थियो भन्दाखेरि चाहिँ नि त, मेरो फर्स्ट भिडियो म चाहिँ युट्युबमा पोस्ट गर्थेँ है, युट्युबमा भिडियो पोस्ट गर्थेँ। अब के थियो भन्दाखेरि चाहिँ तिजको टाइम थियो, त्यतिखेर युट्युबमा भिडियो पोस्ट गर्थेँ, हिन्दीदेखिबाट बनाउँथेँ म त्यतिखेर। र अनि हिन्दीदेखि बनाउँदै थिएँ, बनाउँदा मलाई फेरि कम्फर्टै नहुने कि, कम्फर्टेबलै थिइनँ कि म त्यो ल्याङ्ग्वेजमा नि त। अब हिन्दीदेखिबाट बनाउँदाखेरि आफ्नो इमोसन्सहरू मजाले एक्सप्रेस गर्न सक्ने थिइनँ, केही पनि थिएन कि त्यस्तो, राम्रै लाग्दैन त्यो बनाएर पनि नि त। र फेरि म फेसबुकतिर आउन थालेँ। फेसबुकमा आएर चाहिँ अनि त्यही युट्युबमा जे पोस्ट गर्थेँ त्यही पोस्ट गर्न थालेँ। अनि एकखेप चाहिँ मलाई फट्टै याद आयो कि मेरो हस्बेन्ड जाने दिन थियो त्यो, अनि त्यसको मैले सबै भिडियोहरू बनाएर राखेको थिएँ। र हिन्दीदेखिबाट भोइस ओभर गर्न खोज्दाखेरि चाहिँ आफ्नो त्यो इमोसन्स जुन छ नि त्यो निस्केकै थिएन कि, नेपालीबाटै निस्किरहेको थियो। अब त्यो हुन्छ नि त, भित्र जे छ त्यही निस्किने हो नि त। र मैले पनि सोचेँ यो हिन्दीदेखिबाट यसरी बनाउनु यति अप्ठ्यारो माने बनाउनु भन्दाखेरि मेरो मनमा जे छ म त्यही भन्छु खोलेर, र जे हुन्छ हुन्छ भनेर मैले त्यतिखेर मेरो ल्याङ्ग्वेज नेपालीदेखिबाटै मैले स्टार्ट गरेकी थिएँ। स्टार्ट चाहिँ त्यसरी गरेकी थिएँ। र फर्स्ट भिडियो के थियो भन्दाखेरि चाहिँ मेरो फर्स्ट भिडियो म त्यही नै मान्छु अझै पनि। र मेरो फर्स्ट भिडियो चाहिँ एउटी फौजीको छोरी हुन पनि धेरै साह्रो हुँदो रहेछ भनेर थियो। अझै पनि मैले त्यो भिडियोलाई पिन गरेर राखेको छु। त्यो भिडियो चाहिँ मेरो लागि एकदमै स्पेसल हो। त्यो भिडियोले मलाई अब भनौँ न केही थिएन मेरो त्यतिखेर, त्यो भिडियोले नै मलाई सबैतिर चिनाएको थियो कि त्यो भिडियोले नै। त्यो भिडियो मेरो छोरी छिन्, मेरो छोरीले गरेर म यति अगाडि छु भन्दा पनि हुन्छ कि। मेरो छोरीलाई नै धेरै जस्तो त्यो भिडियोमा माया दिनुभएको थियो र अझै पनि दिइराख्नु भएको छ। र मेरो त्यही थियो फर्स्ट भिडियो। र चम्पा पोखरेलदी, तपाईँ विश्वनाथ चाराले आउनुभएको छ कि छैन भन्नुभएको छ। हजुर, म विश्वनाथ चाराले आएकै छुइनँ, आउने चाहिँ एकदमै सपना छ। विश्वनाथ चाराले भयो, तेजपुर भयो, एकदमै धेरै आउन मन छ, आउनेछु पक्कै पनि। र गीता आचार्य, तपाईँको स्किन केयर रुटिन के हो भन्नुहोस् न भनेर भन्नुभएको छ। स्किन केयर रुटिन भन्दाखेरि चाहिँ, र अब म हप्तामा कहिले कहिले स्किन केयरहरू गर्छु, कहिले अब होममेड घरमै स्किन केयर गर्छु कि। त्यसको भिडियो चाहिँ अब मैले पहिले पनि पोस्ट गरेकी थिएँ, फेरि पनि पोस्ट गर्छु भनेर सोचिरहेको छु। धेरै त्यस्तो रिक्वेस्ट आइरहेको छ नि त, भोलितिर म बनाउँछु, हजुरहरूले हेर्नु होला ल। चन्दा शर्मा, तपाईँ कतिजना दिदी हो? तपाईँको कतिजना दिदी हो भन्नुभएको छ। मेरो चाहिँ एकजनै दिदी हो। अङ्किता कोइराला, दिदी निकासी कहिले आउनुहुन्छ भन्नुभएको छ। छिट्टै आउनेछु, निकासी पनि धेरै आउन मन छ। नवराज शर्मा, तपाईँको क्वालिफिकेसन के हो अनि तपाईँको हबी अनि ड्रिम के हो भनेर भन्नुभएको छ। मेरो क्वालिफिकेसन भन्दा मैले ग्रेजुएसन कम्प्लिट गरेँ, अनि त्यसपछि मैले डिएलएड गरेँ 2 साल, र त्यही हो। अनि हबी सोध्नुभएको रहेछ। हबी भन्दाखेरि चाहिँ मेरो हबी अहिले त के छ होला र, हबी र ड्रिम सोध्नुभएको रहेछ। हबी भन्दा चाहिँ अब त्यस्तो खासै केही पनि छैन। जुन काम गर्दैछु त्यो कामलाई अझै अगाडि बढाएर लैजाऊँ जस्तो खालको चाहिँ लागिरहेको छ। त्यही नै छ अहिले फिलहालको मेरो हबी र ड्रिम चाहिँ त्यही नै हो। अर्को क्वेसन छ अलिसा छेत्री, अर्को बेबी कहिले प्लान गर्नुहुन्छ भनेर भन्नुभएको छ। यो क्वेसन चाहिँ मलाई मेसेजमा धरि आइरहेको छ है, अर्को बेबी प्लान चाहिँ कहिले भनेर भन्नुहुन्छ। अब गर्नुपर्छ, छिट्टै गर्नुपर्छ। अब छोरी अलिकति ठुली हुन् भनेर नि त, अब सानै छिन् अहिले पनि, र अलिकति ठुली हुन् अनि त्यसपछि प्लान गर्न चाहिँ गर्ने। नमिता शर्मा, नमु शर्मा भनेर भन्नुभएको छ। हजुरको भिडियो साह्रै मनपर्छ, हजुर कुन एपबाट भिडियो एडिट गर्नुहुन्छ? फ्रम जागुन भन्नुभएको रहेछ। म चाहिँ भिएनबाट भिडियो एडिट गर्छु। दिपा देवी, सिस तपाईँको भिडियो राम्रो लाग्छ अनि तपाईँहरू खड्काउनी थरी, म नि खड्काकी छोरी हो, तपाईँलाई भाउजू भन्छु ल भन्नुभएको रहेछ। हजुर, म खड्काकी बुहारी हो, हुन्छ, मलाई भाउजू भन्दा हुन्छ।
रुबी पौडेल छेत्री यो चाहिँ माइजू रुबी पौडेल छेत्री माइजू हुनुहुन्छ मेरो। भान्जी मामा घर कहिले आउनुहुन्छ भनेर तपाईँले जुन दिन यो कमेन्ट गर्नुभएको थियो नि माइजू, त्यसको भोलिपल्ट नि म मामा घर पुगिसकेकी थिएँ। माइजूले कमेन्ट गर्ने बित्तिकै म मामा घर पुगिसकेकी थिएँ। कहिले आउँछु भनेर मलाई मेरी माइजूले मिस गर्नुभयो जब म नपुगी हुन्छ, त्यही लागि म पुगिओरी पनि अहिले घर आइसकिसकेकी छु। चन्दा ओझा दुलाल, धेरै माया दिदी, तपाईँको बिहे भएको कति साल भयो अनि फेसबुक पेज चलाएको कति साल भयो? तेजपुर छिटै आउनु है, धेरै माया तपाईँलाई अनि सानीलाई तेजपुरदेखि भन्नुभएको रहेछ। बिहा भएको कति साल भनेर भन्नुभएको छ। बिहा भएको 6 साल भयो हाम्रो र फेसबुक चलाएको 3 साल भयो मैले। र तेजपुर छिटै आउनु भन्नुभएको छ। हजुर छिट्टै आउन मन छ मलाई पनि, धन्यवाद। प्रवास तपाईँको छोरीको एज कति भयो दी भन्नुभएको छ। मेरो छोरी 5 सालकी भइन्। मुस्कान बी छेत्री, तपाईँ त मेरो फेभरेट दी हो। तपाईँको संस्कार देखेर र तपाईँ यति क्युट देखेर म फिदा भएकी छु। दी झन् बिनाजु कति फिदा हुनुहुन्छ होला है तपाईँसँग भनेर भन्नुभएको छ। थ्याङ्क यू सो मच, यति धेरै माया दिनुभएको छ। अब बिनाजु कति फिदा हुनुभएको छ त्यो चाहिँ थाहा भएन मलाई। फिदा हुनुभयो होला र त बिहा गर्नुभयो होइन भन्नु त। पूजा छेत्री, भाउजू शिवांशीको भाइ वा बहिनी कहिले ल्याउनुहुन्छ भनेर भन्नुभएको छ। ऊ चाहिँ मेरो नन्दा हुनुहुन्छ। शिवांशीको भाइ वा बहिनी कहिले ल्याउनुहुन्छ भन्दाखेरि चाहिँ भयो अब छिट्टै तपाईँ फेरि फुपू बनिनुहुनेछ। र सोनिया छेत्री, ऊ पनि मेरो नन्दा हुनुहुन्छ। क्वेसन त त्यस्तो केही छैन, केही छैन, भिडियो बनाउन स्किप नगर्नु, रेगुलर दिनु, हामी सधैँ छौँ तपाईँको सपोर्टमा। ग्रो मोर, हाम्रो परिवारको नाम अझै रोशन गर्नुहोस्, लभ फ्रम बुनु भनेर भन्नुभएको रहेछ। ऊ चाहिँ मेरो नन्दा हुनुहुन्छ, यति सपोर्टिभ नन्दा हुनुहुन्छ नभन्नु न। र यस्तो पनि हुनुहुन्छ, कतिपय आफन्तहरू यस्तो पनि हुनुहुन्छ जुन जस्तो समयमा पनि मलाई साथ दिनुभएको छ कि मेरो नन्दा हुनुहुन्छ ऊ सोनिया चाहिँ। उसले मलाई जस्तो समयमा पनि मलाई साथ दिइराख्नु भएको छ। परिवारको अझै नाम रोशन गर्नु भन्नुभएको छ। धन्यवाद बुनु। मलाई त रुन पो आउन आँटो जस्तो छ तपाईँको कमेन्ट पढेर। र अझै यहाँ भन्नुभएको छ, ग्रो मोर, हाम्रो परिवारको अझै नाम रोशन गर्नु भन्नुभएको रहेछ। धन्यवाद बुनु। खोइ कति के नाम रोशन गर्दैछु, तर तपाईँको यस्तो खालको कमेन्ट देख्दाखेरि चाहिँ त खुसी लाग्छ कि केही न कुछ त गर्दै रहेछु भन्ने जस्तो खालको लाग्छ। र यस्तै साथ दिइराख्नुभयो भने नि बुनु अझै म अगाडि बढेर देखाउँछु ल सबै। र थ्याङ्क यू सो मच बुनु। गीता छेत्री लिम्बू, तपाईँ हस्बेन्डसँग क्वार्टर किन जानुहुन्न भनेर भन्नुभएको छ। जान धेरै मन छ तर जान मिल्दैन, परे अब घरकी एक्ली बुहारी, त्यो हुनाले गर्दा चाहिँ जान मिल्दैन मेरो। दिपाङ्कर राउत, मेरो दादा, कमेन्ट हेर्नु न कस्तो गरेको छ क्वेसन फेरि। तँलाई माछा खाएर राम्रो लाग्छ कि मासु भनेर भनेको रहेछ। मलाई मासु खाएर राम्रो लाग्छ, त्यो पनि खसीको। भरे 1 किलो लिएर छिटो मेरो घर आइज। र नेक्स्ट क्वेसन गङ्गा छेत्री, शिवांशीलाई खेल्ने साथी चाहियो अरे भन्नुभएको रहेछ। मेरी छोरीलाई खेल्ने साथी चाहियो भन्दाखेरि खेल्ने साथीहरू त छन् त वरिपरि सबैतिर साथीसँग खेलिरहेकी चाहिँ। मैले बुझेँ हजुरले के भन्न खोज्नुभएको भन्दाखेरि नि त। चलो केही छैन, साथी खेल्ने साथी पनि छिटै लिएर आउने हो। अर्को क्वेसन छ अनु ढुङ्गाना, दी हजुरको लभ म्यारेज हो कि एरेन्ज म्यारेज अनि बिनाजु हजुरको फर्स्ट लभ हो भन्नुभएको रहेछ। मेरो लभ एरेन्ज दुइटै हो र हस्बेन्ड मेरो फर्स्ट लभ हो भनेर सोध्नुभएको छ। हजुर मेरो चाहिँ फर्स्ट लभ नै मेरो हस्बेन्ड हो। तृष्णा छेत्री, सिस्टर तपाईँको घरको एक्ली बुहारी हो भन्नुभएको रहेछ। हजुर म घरकी एक्ली बुहारी हो। टिस्टा अधिकारी, तपाईँ आफ्नो स्किन केयरको राज भन्नु दिदी। अल्सो तपाईँ कति तक पढ्नुभएको? अल्सो म चाहन्छु कि तपाईँ यति स्मार्ट इन्टेलिजेन्ट हुनुहुन्छ, एउटा राम्रो एलिजिबल जब डिजर्भ गर्नुहुन्छ, सो एकबार जबको लागि पनि ट्राई गर्नु न दी भन्नुभएको रहेछ। र तपाईँको फर्स्ट क्वेसन चाहिँ छ तपाईँको स्किन केयरको राज भन्नु भन्दाखेरि, स्किन केयरको राज भन्दा म चाहिँ त्यसको लागि अलग एउटा भिडियो बनाउँछु भोलि पर्सितिर, त्यो हेर्नु होला। तपाईँ कति तक पढ्नुभएको भन्दा मैले बिए कम्प्लिट गरेँ, मैले डिएलएड पनि गरेँ। अल्सो म चाहन्छु कि तपाईँ यति स्मार्ट इन्टेलिजेन्ट हुनुहुन्छ, एउटा एलिजिबल जब डिजर्भ गर्नुहुन्छ, सो एकबार जबको लागि पनि ट्राई गर्नु भन्नुभएको रहेछ। हजुर धन्यवाद, हजुरले मलाई स्मार्ट इन्टेलिजेन्ट जब डिजर्भ गर्छु भन्ने खालको तपाईँले सोच राख्नुभयो, त्यसको लागि चाहिँ धन्यवाद। तर
जब ट्राई गर्नु भन्दाखेरि चाहिँ अहिले चाहिँ मलाई खासै त्यसरी जबहरूको लागि ट्राई गर्न मन छैन कि। एक समय थियो मैले त्यतिखेर धेरै धेरै ट्राई गरेँ क्या मैले जबको लागि चाहिँ। र त्यसपछि अहिले चाहिँ म जुन काम गर्दैछु, जुन फिल्डमा छु त्यसैलाई मलाई अगाडि बढाउन मन छ। त्यही चिजलाई मलाई कन्टिन्यू गर्न छ चाहिँ त्यही लागि मैले त्यो जबतिर चाहिँ अहिले मैले ध्यानै दिएको छुइनँ कि। र पनि कुनै दिन त्यस्तो खालको केही मिलेछ, त्यस्तो खालको भएछ भने अगर यहाँ लेखेको छ जब भने चाहिँ पक्कै पनि अब भइहाल्नेछ त्यतिखेर। तर अहिलेसम्म चाहिँ म जुन काममा छु, जुन फिल्डमा छु त्यसलाई नै मलाई कन्टिन्यू गर्न मन छ। यही हो मेरो लागि जब जस्तो खालको लाग्छ मलाई चाहिँ। अर्को छ एसएनएन लाइफस्टाइल भनेर रहेछ। दिदी हजुरको लभ स्टोरी सुन्न मन छ, प्लिज भन्नु न दिदी, म बिग फ्यान हो भन्नुभएको छ। मेरो लभ स्टोरी चाहिँ मैले कमेन्ट बक्समा लिङ्क दिएकी छु, गएर हजुरहरूले हेर्न सक्नुहुनेछ। अहिलेभन्दा धेरै लामो हुन्छ। मनिकाले भन्नुभएको छ दिदी तपाईँ कति राम्री हुनुहुन्छ, फेसमा के लगाउनुहुन्छ तपाईँले भन्नुभएको रहेछ। फिलहाल अहिले चाहिँ मैले डट एन्ड कीको क्रिमहरू युज गरिराखेको छु, त्यही लगाइराखेकी छु गाइस। के भन्नु आज त दि तपाईँको माइत छेउमै छ, कहिलेकाहीँ यतिकै पनि जान मन लाग्छ होइन। मन लागेको बेला जान नपाउँदा कस्तो दुःख लाग्छ नि। बट तपाईँ कसरी आफ्नो मनलाई बुझाउनुहुन्छ भनेर भन्नुभएको रहेछ। माइत त जति बसे पनि अगाइँदैन, जहिले जाउँ जाउँ लागिरहेको हुन्छ। तर मनलाई बुझाउनु पर्दो रहेछ, के गर्नु होइन। सधैँभरि अब माइतमा बस्छु भन्दा पनि पाइँदो रहेन रहेछ कि। अब आफ्नो घर परिवार पनि बितिरहेको हुन्छ, अब नानी केटाकेटीको स्कुल हुन्छ। जसरी भए पनि आफ्नो मनलाई चाहिँ बुझाउनै पर्छ कि, हुँदैन यसरी भने जस्तो खालको चाहिँ मनलाई बुझाउनै पर्छ। आफै बुझाउँछु, छोरीको भविष्य पो छ त, छोरीलाई स्कुल पढाउनु पर्छ भन्ने खालको हुन्छ चाहिँ। त्यही भएर त्यसलाई नै मन बुझाएर भए पनि आउन चाहिँ। तर आउन चाहिँ मन लागेको चाहिँ हुँदैन, माइतमै बसौँ लाग्छ। र पनि म त गइराख्न पाउँछु, जति गए पनि मलाई चाहिँ अब मन चाहिँ भरिँदैन, जति बसे पनि माइतमा अगाइँदैन नि त, त्यही भएर पनि। र इट्स बनिता 968 सो स्विट अफ यु, साह्रै इनोसेन्ट र प्यारी लाग्छ तपाईँलाई देख्दा। म हेरिराख्छु तपाईँको भिडियो, राम्रो लाग्छ। हजुरको घर चाहिँ कहाँ हो, कुन ठाउँ पर्छ र एज कति भयो तपाईँको भनिदिनु होला है। लट्स अफ लभ फ्रम उदालगुडी राउता। र धन्यवाद। पहिले फर्स्ट त हजुरलाई थ्याङ्क यू भन्न चाहे। र हजुरले सोध्नुभएको रहेछ मेरो घर कुन ठाउँ कहाँ पर्छ भनेर सोध्नुभएको रहेछ। मेरो घर चाहिँ सदिया घोरमुडा हो र मेरो एज भयो 28 जति भयो सायद। पुनम वशिष्ठ, तपाईँलाई अहिलेसम्म कति पैसा कमाइसक्नुभयो इन्स्टा फेसबुकबाट भन्नु न दिए। अब साँच्चै भन्नुपर्दा मैले हिसाब चाहिँ राखेकी छुइनँ, मैले कति भेटेकी छु भन्ने कुरा चाहिँ मलाई थाहा छैन। फेसबुकदेखिबाट इन्स्टादेखिबाट त मैले भेटेकी छुइनँ अहिलेसम्म। जति चाहिँ अब जुन म कोलाबरेट गर्छु कतिपय प्रडक्ट हिर्काएँ, कसले अब त्यसरी पठाउनु भएको हुन्छ नि, त्यस्तो चिजदेखिबाट पाएको भनेको चाहिँ अब त्यो भिन्दै कुरा, त्यो त भइहाल्यो। र फेसबुकदेखिबाट चाहिँ अब त्यो इन्कम कति पैसा पाएकी छु भन्दाखेरि चाहिँ अब म एक्ज्याक्ट भन्नै सक्दिनँ कि कति पाएकी छु भन्ने कुरा चाहिँ, कहिले हिसाबै राखिएको हुँदैन। अब 3 साल जस्तो भइसक्यो, अब 3 सालमा कति कमाएँ भन्ने कुरा चाहिँ मलाई थाहा भएन। सरी मैले यसको रिप्लाई दिन सकिनँ। रन्जु छेत्री दिदी तपाईँ कति राम्री भन्नुभएको छ, धन्यवाद। र गाइस आजको क्युएनए भिडियो चाहिँ यति नै थियो। होप मैले सबैजनाको क्वेसनको एन्सर दिएँ, खोजी दिने कोसिस त गरेँ गर्न त। धेरै थियो, अब कमेन्टहरू 300 जस्तो थियो। सबैमा अब क्वेसन भन्दा पनि अब जुन त हजुरहरूले मलाई माया गर्नुहुन्छ नि, त्यो एक्सप्लेन गर्नुभएको थियो हजुरहरूले। र मैले चाहिँ क्वेसन मात्रै छाने, त्यसमा कसैले पनि खराब नपाइदिनु होला। ल हुन्छ गाइस, आजको ब्लग चाहिँ म यतिमै एन्ड गर्छु। कस्तो के लाग्यो जनाउनु होला। भोलि फेरि भेट हुन्छ अर्को नयाँ भिडियोको साथ। बाई।